कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय प्रतिष्ठित व्यक्तित्वहरू म पाल्पा देउराली काठमाडौँ सम्पर्क समाजका सचिव भेषराज पाण्डेको तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु सबैलाई। आज हामीलाई अत्यन्तै गर्व महसुस भइरहेको छ। हामी विगतदेखि नै यसरी यस्तो कार्यक्रम सञ्चालन गर्न चाहिरहेका थियौँ। समय अभाव, कहिले कसैलाई समय नमिल्ने, कहिले कता के हुने हुँदाहुँदै धेरै वर्षसम्म यो अल्झिरहेको थियो। आज सौभाग्यले सबैजनाको समूह, आदरणीय व्यक्तित्वको समूहको उपस्थितिमा आज हामीले यो कार्यक्रम गर्न गइरहेका छौँ। हाम्रो पाल्पा देउराली काठमाडौँ सम्पर्क समाजको निमन्त्रणालाई सधैँ स्वीकार गरी पाल्नुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वज्यूहरूलाई फेरि पनि हार्दिक आभार प्रकट गर्दै नमस्कार भन्न चाहन्छु। त्यसै गरी म कार्यक्रम अगाडि बढाउनको लागि पाल्पा देउराली काठमाडौँ सम्पर्क समाजका आदरणीय अध्यक्ष ज्यूबाट अनुमति चाहन्छु। यसै गरी हामीले वार्षिक साधारण सभा, फागु विसर्जन कार्यक्रम तथा विशिष्ट सम्मान कार्यक्रम भनेर भन्यौँ। यसलाई अलिकता तलमाथि हुनसक्छ, यो कार्यक्रमको सायद सारमा केही अंशहरू तलमाथि हुनसक्छ। त्यसलाई सहजै स्वीकारेर हामीलाई कार्यक्रम अवधिभर साथ र सहयोग गरिदिनु हुन पनि म विनम्र अनुरोध गर्दछु र अन्यथा हुन गएमा त्यसको लागि म क्षमा प्रार्थी छु। सुरुमै क्षमा चाहन्छु। यसै गरी अब आजको कार्यक्रम पहिलो चरणमा आसन ग्रहणको रहेको छ। पाल्पा देउराली काठमाडौँ सम्पर्क समाजका आदरणीय अध्यक्ष श्री दीपक प्रसाद अधिकारीज्यूले आजको यस कार्यक्रमलाई अध्यक्षता गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। त्यसै गरी नेपाल सरकारका सचिव, प्रमुख सचिव बागमती प्रदेश का आदरणीय श्री बाबुराम अधिकारीज्यूलाई आजको यस कार्यक्रममा प्रमुख अतिथिता ग्रहण गरिदिनु हुन म सादर अनुरोध गर्दछु। त्यसै गरी आदरणीय नेपाल सरकारका पूर्व सचिव आदरणीय श्री जगदीश चन्द्र गौतमज्यूलाई विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। त्यसै गरी नेपाल सरकारका पूर्व सहसचिव आदरणीय व्यक्तित्व श्री रमेश चन्द्र गौतमज्यूलाई विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। त्यसै गरी पूर्व राजदूत डाक्टर श्री खगनाथ अधिकारीज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। उहाँ सायद अझै आइपुग्नु भएको छैन। यो आसन ग्रहणको क्रमलाई फेरि हामी केही बेर पछि जोड्नेछौँ। त्यसै गरी आदरणीय व्यक्तित्व नेपाल सरकारका पूर्व सहसचिव कमल राज गौतमज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। त्यसै गरी ज्येष्ठ सदस्य, त्यसै गरी अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन श्री मुटुरोग विशेषज्ञ तथा शल्य चिकित्सक आदरणीय डाक्टर नवीन चन्द्र गौतमज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। त्यसै गरी ज्येष्ठ सदस्य श्री भीमप्रसाद पाण्डेज्यूलाई आसन ग्रहण